So 9 days before B1, उता B2 exams, आज बिहान बिहान लास्ट टाउको दुखिरहेको थियो. सो 6:30 साढे 6:30 अलार्म बज्दा पनि आई वोक अप 10 बजी मात्रै उठेँ. सो टाउको दुखिरहेको थियो. अनि त्यहाँदेखि आई जस्ट स्लेप्ट अनि 10 बजी मात्रै उठेँ म लिटरली. सो 10 घन्टा जति सुत्यो के. अनि उठेर के गर्न थालेँ, मैले खानासाना पकाएँ है. खानासाना पकाएँ अनि अनेस्टली आजको दिन वर्स्ट डे थियो होइन, अफ इन्टायर टाइम है. केही पनि गुड गएन. ओके, एभ्रिथिङ वेन्ट हेवायर ब्याड होइन. अनि केही पढिनँ दिउँसोभरिमा. के गरेँ भन्दाखेरि चाहिँ लास्ट अफ अस भन्ने सिरिज चाहिँ जर्मनमा कम्प्लिट हेरिसकेँ क्या. लाइक एपिसोड 1 देखि एपिसोड 8-9सम्म. सो लाइक मर्निङै मेस्टअप भइरहेको थियो. अनि त्यहाँदेखि केही पढिनँ. अनि त्यतिकै लाइक खाना लाइक हुन्छ. आई मिन एउटा कुरा के राम्रो गऱ्यो भने खाना चाहिँ मैले बरुभन्दा अब मेरो रुल्सको अनुसारले खाएँ होइन. लाइक हुन्छ नि, एक बटुका खानामा त्यो गर्ने. त्यो पनि फेरि बिहान मात्रै. अहिले फेरि यति धेरै खाएँ, आई फिल लाइक प्युकिङ क्या. त्यस्तो धेरै खाएँ क्या. ओभर इटिङ जब म लाइक हुन्छ नि, ओभर इटिङ इज अ फिलिङ क्या. इटिङ हेज बिकम अ फिलिङ फर मी. So that's the reason I'm not like losing my weight, you know. I need to address that part of me. So anyway, मेरो एम्स हुन्छ नि ठुलो थियो. के अनि अनि के भयो भने लाइक ओ नो, मैले त B1को लेजेन्ड पनि सक्नुपर्ने छ, ह्योरेन पनि सक्नुपर्ने छ, स्क्राइब इन्सपिरेसन पनि सक्नुपर्ने त. ला कहिले थाल्नु भन्ने भयो. त्यो एनसिएस हुँदै दिनै सक्यो, स्टार्टै गरिनँ. सो दिस इज एगेन अ रिमाइन्डर होइन. जति नै ठुलो गोल भए पनि आई हेभ टु स्टार्ट स्मल, भेरी स्मल. सो एटलिस्ट आई थिङ्क दिमागमा चाहिँ ओके, आज म केही गरिनँ. हिजो लेजेन्ड ह्युरेन गरेको थिएँ होइन, लेजेन्ड ह्युरेन गरेको थिएँ. आज आइडलली चाहिँ जस्ट एउटा स्ट्राइबिन गर्छु भनेर दिमागमा राखेको थिएन. आई थिङ्क त्यो स्टार्टले चाहिँ होइन मोमेन्टम क्रिएट गर्थ्यो है. त्यो गरिनँ. द्याट्स वाइ टुडे आई जस्ट लस्ट माई डे. अनि त्यतिकै एउटा हुन्छ नि त्यसमा गएँ म, अब्सेसिभनेसमा गएँ. सो हेरेँ अहिले डाइरेक्टली खाना खाएर यतिखेर 9 बजी सुत्नु पर्नेछ भन्नेमा चाहिँ दाँत मलेर भर्खर मात्रै अलिकति कन्सियसली खुल्दैछु क्या म. सो द्याट्स हाउ आई वाज कम्प्लिटली क्याप्चर्ड टुडे. सो या ठिकै छ. 9 to 5 आज वर्स भयो बित्यो. तर 9 PM को जुन हाम्रो रुल छ आउटवर्डको, लेट्स फलो द्याट. ओके, हिजोको मैले मजाले फलो गरेँ. हिजो सुत्नुभन्दा अगाडि एउटा हियरिङ गरेको थिएँ जुनमा चाहिँ 20 आयो, विच आई एप्रिसिएट द्याट. लेट्स डु द्याट टुडे होइन. आज गरौँ. 8:59 भएको छ. लेट्स डु इट होइन. आजको दिनलाई बेस्ट बनाऊँ. सो लेट्स डु टुमरो बेटर होइन. अब 9 to 5 चाहिँ कसरी बेटर बनाउने भन्ने कुरामा चाहिँ मेबी I need to go library again. I have to start going library again or something like that. But 9 to 5 we have to work. Okay, it doesn't matter what I did today, doesn't matter what I did yesterday. I have to work 9 to 5. That's it. So that's it for today. Time to do better tomorrow. Okay.